मलाई त फेरि मेरो मनमा लागेको उकुस मुकुस भएको कुराहरू फेरि पोख्नु मन लाग्यो है। अहिले खास भन्नुपर्दाखेरि चाहिँ हेर्नुहोस् साथीहरू, यो फेसबुक के भन्छ टिकटक जति पनि सामाजिक सञ्जालहरूमा धेरै मात्रामा बितेको दिनहरूमा भन्दा अहिले सामाजिक सञ्जालमा चाहिँ एकदम गाली गलोच, अर्कालाई घोज्ने पेच्ने तथानाम भन्ने देख्छु क्या। त्यस्तोरी गर्नु राम्रो होइन क्या। सबैले देशलाई हाँक्छु, म सक्छु, म देशको लागि काम गर्नु सक्छु भनेर उम्मेदवारी दिनुभएको हो नि त। तर उहाँहरूलाई जनताले कति रुचाए, कतिको सक्छ भनेर चाहिँ मूल्याङ्कन गरेर भोट दिनुभएको हो क्या। जसले हार्नुहुन्छ हार्नुभयो, जो जित्नुहुन्छ उहाँलाई रुचाउनु भयो, जिताउनु भयो। तर उहाँले कतिको काम गर्नु सक्नुहुन्छ भोलिको दिनमा, कतिको काम गर्छ हाम्रो देशको लागि भनेर चाहिँ आँखा कान चनाक बनाएर बस्ने हो। जिते भनेर फुरुक्क पनि हुनु हुँदैन, हारे भनेर लुरुक्क पनि पर्नु हुँदैन क्या। सबैको दिन आउँछ भोलिको दिनमा। हिजोको दिनमा तेरो पार्टी मेरो पार्टी भनेर सबैजना लागे, अब त साथी हुनुपर्छ। एकअर्कालाई गाली गलौज बिल्ला गर्ने, खिसीटिउरो गर्ने त्यसरी नगर्नुहोस्। उहाँहरूको मनोबललाई नगिराउनुहोस्। उहाँले सक्छु भनेर उठ्नुभयो नि। रुचाउनु नरुचाउनु त तपाईँहरू हाम्रो कुरा हो नि त। जो जित्नुहुन्छ उहाँलाई चाहिँ पुरा हामीले साथ दिनुपर्छ। जुनसुकै दलको होस्, एक हुनु पर्यो। यदि उहाँले गलत गर्यो भने चाहिँ औँला पनि ठडाउनु पर्छ हामीले। भन्नु पर्यो तपाईँले गलत गर्नुभएको छ, चाहे आफ्नै पार्टीको होस्। तर पहिलो कुरा भनेको पार्टी भन्दा चाहिँ पहिलो प्राथमिकता चाहिँ म के दिन्छु, नेपाललाई दिनुपर्छ क्या। हामीले नेपाल हाम्रो देशलाई चाहिँ भोलि गएर कतातिर लान्छ त्यसमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। त यो पार्टीको म यो नेपाल यसले जितेको छ, यसलाई हामीले नेपाललाई साथ भोलि गएर बर्बाद गर्दैछ भने हामी चुप लागेर बस्ने होइन। यदि नेपालको कुरा आउँछ भने सबैजना लाग्नुपर्छ क्या। यो चाहिँ मेरो मनभित्रबाट भनेको, कुनै पनि बनावटी छैन है। अनि बुझ्दै नबुझ्ने त्यो माथिकोहरू त भोलि गएर मिलिहाल्छन्, एकअर्काकोमा त साथ चाहिन्छ नि। यो मुनि बस्ने फुर 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 गरेर बुझ्नु सुत्नु छैन, हामीले जित्यौँ हामीले हार्यौँ त्यो होइन। जसले जिते पनि विकास होस्, राम्रो काम होस्, यति। एकअर्काको गाली गलौज गर्नु छोड्नु, सामाजिक सञ्जालमा नहुँदो दुनियाँदारी बोलेर बदनाम गरेर यो जित्ने मान्छे कता छ, यो जित्ने मान्छे यो हारेर कुन्दुलोमा पस्यो, त्यो हुन्छ नि कार्टुनहरू बनाएर त्यो स्ट्याटसहरू लेखेर कमेन्टहरू त्यसरी नगर्नु क्या। यदि सभ्य हामी त नेपाली हो नि, 4 जात 36 वर्ण भनेर पहिले हामी केटाकेटीमा पृथ्वीनारायण शाहले 4 जात 36 वर्णको फुलबारी भएको हाम्रो देश हो। अहिले त छैन। के हो एकअर्कालाई बिल्ला गरेको छ, एकअर्कालाई गाली गलेको छ, तथानाम बोलेको छ। अनिदेखि नै हुनु त सम्झिँदा त म त केटाकेटीको लाइफै राम्रो क्या। न पार्टी न के थियो, मात्र साथी हुन्थ्यो, मतलबै थिएन। ठुलो भइसकेपछि त एउटा न एउटा पार्टीमा सबैजना आबद्ध हुन्छ। एकअर्कामा पनि चुनाव आयो भने यसरी हेऱ्यो भने पनि अबे यसले मलाई बोलाउँछ कि होइन, यसले मलाई यो हिँड भन्छ कि यसको पार्टीमा भन्ने सबैलाई हुन्छ होइन। त्यही भएर चाहिँ म चाहिँ यो सानो बच्चा पनि राम्रो लाग्छ क्या। सबैजना हुन त अब आफ्नो आफ्नो इच्छाको कुरा हो, सबैजना लाग्नै पर्छ, म यहाँ हिँडेँ त हिँड्नै पर्छ भन्ने होइन। तर मेरो मनभित्र लागेको कुरा भनेको हो। धेरै फुरफुर मुनिकोले नगर्दा हुन्छ। माथिको अहिले जतिसुकै माथिकोले घोचपेच गरेर भन्दैछ नि, भोलि एउटै टेबलमा बसेर खान्छ यार। अनि यहाँ मुनिको चाहिँ किन फुरफुर गर्नु धेरै। हामीले जित्यौँ हामीले हार्यौँ भनेर त्यो छोडिदिनु साथीहरू। किनभने हामीले पनि थोरै तिनै बुझ्दैछौँ, बुझिरहेको छौँ क्या। त्यही भएर मुनिको हामी त्यो समर्थकहरू भोटर्सहरू नउच्चाले पनि हुन्छ। मात्र यदि नेपालमा कसैले गलत गर्छ भने सबैजना घरको एक एकजना निक्लिनुपर्छ। काङ्ग्रेस माओवादी घन्टी सन्टी के हुन्छ, जुनसुकै पार्टीको होस्, एमाले है, सबैको एक हुने हो, एक भएर लाग्ने हो। यदि हाम्रो देशलाई कसैले आक्रमण गर्नु आउँछ, हस्तक्षेप गर्नु आउँछ होइन, हामीलाई कब्जा गर्नु खोज्छ भने चाहिँ घर घरबाट निक्लिनुपर्छ। तर हामी त अरू देश जस्तो शक्तिशाली देश त होइन। शक्तिशाली देशमा त त्यत्रो भइरहेको छ, हामी त एउटा नर्मल केही छैन। हाम्रो त आर्थिक यो के अरे, हाम्रो देशमा त आर्थिक पनि छैन भन्ने पर्यो भने। त्यही भएर हामी एकअर्कामा झगडा गर्ने होइन, देशलाई चाहिँ कतातिर लान्छ भनेर चलाक हुने हो। भोलि गएर हामीले औँला पनि ठडाउनुपर्छ है।
यो मेरो मनमा लागेको हो, मलाई गलत सम्झिनु नसम्झिनु, म भाडमै जा। मैले चाहिँ मेरो साथीहरू जसले मलाई राम्रो लाग्छ राम्रो मान्नु होला, नराम्रो लाग्नेलाई नराम्रो मान्नु होला, तर मेरो मनमा एकदम उथुल पुथुल भएको चाहिँ यो सामाजिक सञ्जालमा एकदम फोहोरी शब्द बोलेको छ, दुनियाँ गाली गलौज गरेको छ। कसैको मनोबल नगिराउनु क्या त्यसरी है। पाठी भयो नभन्नु होला, मेरो मनमा लागेको कुरा भने, गल्ती भए क्षमा चाहन्छु। यो चाहिँ मेरो मनभित्रको ओकालेको है। र सामाजिक सञ्जालमा चाहिँ प्लिज गाली गलोज कसैलाई अभद्र व्यवहार नगर्नु होला। सबैले बाँच्नु पाउने अधिकार छ, बाँच्नु पाउनुपर्छ। धन्यवाद।